Hello everyone, welcome back to another Schedule 1 अथवा Schedule I प्रोजेक्ट गेमप्ले भिडियोमा। र आज चाहिँ म तपाईहरुलाई मेरो नयाँ घर रेन्टमा लिएको चाहिँ ठुलो बंगला छ त्यो घर भिजिट गराउन लाँदैछु। अनि मेरो बिजनेस पनि सुरु गर्नेवाला छु। त्यो सबै म आजको यस गेमप्ले भिडियोमा देखाउने छु। लेट्स गेट स्टार्ट। र यहाँ चाहिँ मेरो पुरानो हो यो, पहिला लिएको मैले 7 दिनको लागि लिएको थिएँ हुन त, तर अलि धेरै दिन पाएँ यहाँ बस्नलाई। त्यसपछि मैले लेभल 10 गरेपछि चाहिँ त्यो मेरो नयाँ घर चाहिँ अनलक भएको थियो। यो मेरो पुरानो सबै मालमत्ता यहीँ छ है। सायद म नयाँ घरमा चाहिँ म सबै नयाँ फेरि म किन्नेवाला छु। किनेर फेरि यो चाहिँ यहीँ होस् हैन, यो पनि मलाई चाहिन्छ, एक्स्ट्रा हो, यो मेरो चाहिँ पुरानो घर हो। ओके, म फटाफट नयाँ घरमा जाँदैछु। ओके, र यहाँ आइसकेको छु, इन्ट्री गरौँ है त। र एकदमै बब्बाल ठुलो घर छ है, यो माथिल्लो तलामा पनि छ। र यहाँ ठुलो हामीले रुमहरू हलहरू देख्न सक्छौँ। सायद म यहाँनिर चाहिँ मेरो सामानहरू अथवा मेरो खेतीबाडी चाहिँ यहाँ गर्नेवाला छु। र ओहो, यो ब्याक साइडमा के छ त, यस्तो बबाल रहेछ, खेतीदेखि लिएर यो के हो। ओके, ओहो, सायद यहाँ फ्युचरमा डग पनि राख्ने छ होला यो गेमले, त्यस्तै देखिया छ। र यहाँ करेसाबारी सानो छ, यो पछाडिको मेरो हो है। र यसलाई बन्द गऱ्यौँ, चोरहरू आउन सक्छ हैन। र म चाहिँ बाल्कुनी दामी झ्याल। र म यहाँ चाहिँ सायद यो के छ त, ओके, यो चाहिँ वासरुमको लागि हो, बाथरुम। तर म मेरो बिजनेस चाहिँ सायद यहाँ गर्छु होला है। र अर्कोपट्टि पनि छ है, यता पनि। ओके, यहाँ पनि छ, यहाँ पनि म मेरो सबै चाहिँ खेतीबाडी चाहिँ यहाँ गर्नेछु। मेरो गान्जाको खेती चाहिँ फस्टाउनेवाला छ। र म चाहिँ यसमा पनि गर्नेछु, सबैतिर यहाँ गर्नेछु। सायद म चाहिँ मेरो बेड यहाँ। ओके, सुरुमा म माथि जाउँ, माथिको हेरौँ के कस्तो छ। र माथिकोमा पनि गर्न मिल्छ मिल्दैन त्यो पनि हेरौँ न त। यहाँ 3टा रुम रहेछ है। यो रुममा चाहिँ म मेरो बेड राख्नेछु है त। यहाँ बेड राख्नेछु, मलाई चाहिने टिभी लाइट सबै यहाँ राख्नेछु त। त्यसपछि ओके, र यो त भइहाल्यो। फटाफट अब चाहिँ म मेरो चाहिने सामानहरू चाहिँ लिन जाँदैछु है त। के चाहिन्छ त्यो सबै म किनेर ल्याउँछु। र ढोका बन्द गरौँ, फेरि चोरी हुनसक्छ। ओके, म यहाँ आइपुगेको छु। र मैले चाहिने सामानहरू जस्तै यो मेसिन भयो, गमला राख्नेदेखि लिएर यो सबै चाहिने जे जति पानी सानी, यो माटो साटो सब ओके लिइसकेको छु। र म फटाफट घर पुग्छु। ओके, र मैले यहाँ मेरो सबै सामानहरू माटोहरू चाहिँ सेट गरिसकेको छु, खनाइसकेको छु है। यतापट्टि देख्न सक्नुहुन्छ एकदमै खतरनाक योवाला चाहिँ मेरो भिआइपी खेतीबाडी हो। यहाँ चाहिँ एकदमै बबाल सामानहरू मैले मिलाइसकेको छु। यो मैले चाहिँ सेटअप गरिसकेको छु है। माटो चाहिँ हाल्नु बाँकी छ। अब यो यसको लागि चाहिँ मैले यता पनि देख्न सक्नुहुन्छ धेरै मेसिनहरू अथवा गमलाहरू चाहिँ। यसलाई लाइट चाहिँ किन दिनुपर्ने होला, यस्तो फ्रिज जस्तो किन बनाएर राख्नुपर्ने। एनिवे, अब यता चाहिँ मैले राख्नु मिलेन है। यता चाहिँ खोइ त्यो मैले सामानै राख्नु मिलेन। र यसलाई छोडिदिउँ, पछि केही फ्युचरमा केही हुनको लागि बनाएको होला। र अब चाहिँ म माटो लिनु जानुपर्ने हुन्छ। ढोका बन्द गर्छु। र यहाँनिर मैले माटो पनि पुरै ल्याएर हालिसकेको छु है। सबैतिर देख्न सक्नुहुन्छ माटो साटो ब्लाड गरिसकेको छु। यतातिर सबैतिर हालिसकेको छु। अब मैले खालि मेरो गान्जाको ट्याब्लेटहरू जुन चाहिँ हाल्नुपर्ने छ यो सबै, यो पनि मैले कलेक्ट गरिसकेको छु। यो पनि फटाफट हाल्छु है त। र यो पनि मैले हालिसकेको छु। अब पानीको पालो आइसकेको छ। यहाँ पानी मसँग पानी चाहिँ मैले एकछिनै यो घरमा पानी सिङ्कै दिएको छैन। पुरानो घरमा चाहिँ थियो सिङ्क, यहाँ चाहिँ छैन। यता छ कि छैन। लु, बर्बाद भयो त यो गेमले। सायद हाल्न बिर्स्यो होला, पछि नयाँ अपडेटमा हाल्छ होला। र म दोकानमा जाँदैछु है त। यहाँ मैले अर्डर गरिरहेको थिएँ गान्जाको बिउ, त्यो पनि निक्लिसकेको छ, आइसकेको छ। ओके, म यहाँ दोकानमा गएर हेर्छु, सायद यहाँ छ होला, हेरौँ है त। यहाँ छैन क्या है। अब घरमै जानुपर्ने हुन्छ। र यहाँ पुरानो घरमा आइसकेको छु, पानी पनि थापिसकेको छु। र एकैचोटि मेरो घरमा आइपुगेको देखाएँ र सबैतिर पानी पनि हालिसकेको छु।
अनि मैले चाहिँ फेरि पानी पुगेन र फेरि पानी र थोरै बिउ पुगेन, त्यो पनि लिएर आइसकेको छु। बेलुका पनि भइसकेको छ, यहाँ पानी पनि हालिसकेको छु र 1-2वटा बिउ जसमा पुगेको थिएन गमलामा रोप्नलाई, र यो पनि हालिसकेको छु। ओके, सबैतिर भइसकेको छ यहाँनिर लगभग मेरो कम्प्लिट भइसकेको छ। यहाँ बेलुका पनि भइसक्यो है। अब मैले सुत्नुपर्ने हुन्छ। यो भोलि यहाँ छुटेछ एउटा। ओके, र भोलि बिहान उठ्दाखेरि यो सबै मेरो पाकिसकेको हुन्छ। मैले यसलाई टिप्नुपर्ने हुन्छ अनि मेसिन पनि ल्याउनु पर्ने हुन्छ मैले है। ओके, र अब म सुत्न जान्छु है। रात परिसकेको छ, मैले सुत्ने बेला भइसकेको छ, मैले निन्द्रा लागिसक्यो। अब म सुत्नलाई माथि जान्छु है त। यो चाहिँ म भोलि बिहान उठ्दाखेरि सब पाकिसकेको हुन्छ है, अनि टिप्नुपर्ने हुन्छ। र अब म सुत्न गएँ। आजलाई यति नै। थ्याङ्क यू सो मच फर